आउनुहोस् हामीहरूसँगै अयोध्या घुमौँ। मेरो बाबुले हेलो भन्दैछ, यतातिर हाई भन्दैछ। अनि हामीहरू चाहिँ चनौटादेखि कृष्णनगर हुँदै गएको थियौँ अनि ट्रेनबाट। अनि त्यसपछि मेरो छोरोले यहाँ ट्रेनमा चाहिँ के भइरहेछ भनेर भिडियो खिच्दैछ, यताउता हेर्दैछ, रमाइलो गर्दैछ। त्यसपछि हामीहरू चाहिँ त्यता गएर अनि फ्रेस भएर चाहिँ हामी फेरि राम मन्दिर गइहालेको थियौँ। अब हामी भित्र गएर अनि अलि धेरै टाढा रहेछ जहाँदेखि हामी भित्र जान्छौँ, त्यहाँदेखि चाहिँ मन्दिरसम्म पुग्नलाई धेरै डिस्टेन्स चाहिँ रहेछ। अनि त्यसपछि भित्रै चाहिँ मोबाइलहरू केही पनि लग्न अलाउ रहेन रहेछ। त्यही भएर हामीले सानो सानो क्लिपहरू चाहिँ मैले यता खिच्दैछु। मेरो छोरो चकचक गरेर दौडेर रमाइलो गर्दैछ। अनि मैले बाबु आऊ न यहाँ फोटो खिच्न मम्मूसँग भनेको, नमानेर भाग्दैछ मेरो छोरो। अब बाबासँग हिँडेर बाबु आउँछ भन्दै मैले भिडियो खिचिदिरहेको थिएँ यहाँनिर। अनि त्यसपछि एउटा चाहिँ मैले आफै सेल्फी खिच्दैछु फेरि यता भिडियो। अनि बाबुलाई हाई भन, बाबु हाई भन भने बाबुले हाई पनि भनेन। अनि हामीहरू मोबाइल राखेर यहाँदेखि चाहिँ भित्र गएर मन्दिर हेरेर पनि आयौँ। भित्र यति राम्रो मन्दिर, यति राम्रो राम मन्दिर, मलाई त एकदम मन पर्यो। अनि त्यसपछि यहाँ बाहिर पनि अब यति खिच्न मिलेको थियो। अनि यो मलाई मन पर्यो कि लाइटमा हालेको कस्तो राम्रो देखिएको थियो, रियलमा झन् राम्रो देखिएको थियो। अनि खिचेँ। त्यस पछाडि बाहिर निस्किएर हामीहरू बाटोमा आइसक्यौँ। अनि त्यहाँनिर यसो बाटोमा हेर्दै थियौँ के सामान छ भनेर। अनि त्यसपछि राम मन्दिरको गेट पनि कस्तो राम्रो रहेछ। अनि त्यहीँ नजिकै हनुमानगढी पनि रहेछ, त्यहाँ पनि गएको थियौँ। अनि हनुमानगढी पनि एकदम राम्रो रहेछ, राम्रो लागेको थियो तर रातिमा। अनि बच्चासँग अलिक गाह्रो चाहिँ भएको थियो। अनि त्यसपछि त्यो क्लिपहरू पनि मसँग रहेन रहेछ, त्यही भएर मैले राखेन। यति नै गाइज, बाई बाई।